नेपालको सुप्रिम कोर्टले अहिले ओली र लेखकलाई थुना मुक्त गरिदिएको छ र कारण सुन्नुभयो भने तपाईँको होस उठ्छ भाइ। तपाईँले भन्नुहुन्छ कि आखिर सुप्रिम कोर्टमा पनि घोटालो हुन्छ कि क्या हो। यही चैत्र 26 गते ओली र लेखकलाई तुरुन्त हिरासत मुक्त गर्न आदेश दिएको छ। सबैभन्दा पहिलो कारण यसको भनेको छ सुप्रिम कोर्टले कि ओलीको अहिले स्वास्थ्य लेभल ठिक छैन र बार बार चेकअप गर्ने भएकोले गर्दाखेरि ओलीलाई थुनामा राख्न उचित छैन। र दोस्रो कारण छवि रिजाललाई पनि यही केसमा एरेस्ट गरिएको थियो, तर उसलाई पनि छोडेको भनेर उनीहरूलाई पनि छोड्न पर्छ भन्ने सुप्रिम कोर्टले भनेको छ। र तेस्रो कारण ओली र लेखकको दुवैको घरमा अहिले कोही न कोही आफन्त बित्नु भएको कारणले गर्दाखेरि उनीहरूलाई यो अवस्थामा जेलमा राख्दा ठिक हुन्न भनिएको छ। र चौथो कारण उनीहरूलाई बाहिरै राखेर पनि इन्भेस्टिगेसनको दायरामा राख्न सकिन्छ भनेर उनीहरूलाई रिलिज गरिदिएको भनेर सुप्रिम कोर्टले भनेको छ। यो चारवटा कारण तपाईँहरूलाई कस्तो लाग्यो, सही या गलत, तल फटाफट कमेन्ट गरेर भन्नुहोस् त। र यस्तै भिडियोको लागि फलो गर्नु होला यो च्यानललाई।